हेलो गाइस, सो म चाहिँ नि आज के पकाउन आँटेको छु सेलरोटी। सो मलाई चाहिँ साह्रै सेलरोटी खान मन लाग्यो। तिहारमा पनि त्यस्तो सेलरोटी खान पाइएन। पिठो र चाहिँ माले चाहिँ माला भने रोटी खान मन लाग्यो भने माले चाहिँ रेडी बनाउनु भएको रहेछ। यहाँ चाहिँ मिसेको छ हामीको यहाँ चामलको पिठो, त्यसपछि चिनी सोडा हालेर मा चाहिँ मार्दै हुनुहुन्छ। सो तातो पानी गरम पानी खाँदै फुल्छ। माले चाहिँ मलाई जिस्काइराख्नु भएछ आज यसले पकाएको रोटी झन् राम्रो हुन्छ भने। सो गाइस, मैले पकाएको रोटी त यसरी राम्रो हुन्छ नि। हाम्रो मम्मीले पकाउनु भन्छ रोटी के भन्नु बङ्गाला टेङ्गा हुन्छ तर राम्रै हुन्छ नि। तर तिहारका रोटी चाहिँ राम्रै भएको थियो। मैले चाहिँ चाख्न नि पाइनँ एउटा, त्यही भएर मलाई कस्तो रोटी खान मन लाग्यो गाइस देखेर मैले चाहिँ अनि मार्न लगाएँ। आज चाहिँ म रोटी पकाउँछु। सो गाइस हेर्दै जानुहोस्। यहाँ चाहिँ बसालेको छ कराई गाइस। हामीको त चुलामै पाक्छ, चुलाको स्वाद अलग हुन्छ अरे के। अनि यहाँ चाहिँ माले चुनी नै नभेटेर नि हेर्नु न के च्यादर बोक्नु भएछ। म आश्चर्य हुँदैछु। यता स्वेटर छन् नभए जस्तै गरेर के हो पार। अनि यहाँ चाहिँ मजाले मार्दै हुनुहुन्छ। सो अब चाहिँ म च्वाइँ गरेर चुलामा पकाउने हो। तपाईँहरू हेर्दै जानु होला। अहिले म सिकाइदिन्छु। छोरी मान्छे भएपछि सबै थोक पकाउन जान्न सिक्नुपर्छ होइन गाइस। तर म चाहिँ सबै थोक जान्दछु। अब हाम्रो मम्मी भन्नुहुन्छ छोरी भएपछि सबै सिक्नुपर्छ। हाम्रो माइली बहिनी जान्दिनँ अरे के, अनि मम्मीले सिकाउँदै हुनुहुन्छ छोरी भएपछि सबै। तर गाइस हो छोरी भएपछि गाइस सबै थोक जान्छ। तर म चाहिँ सबै थोक जान्दछु। पछाडि अब बुहारी भएपछि चाहिँ त्यसै कस्तो हुँदैन कि गाइस। सबै थोक जान्नुपर्छ क्या, सिक्नुपर्छ असलमा होइन गाइस। जिन्दगीमा छोरी भएपछि छोरी मान्छेले सबै थोक सिक्नुपर्छ के, गर्न भनेपछि होइन भन्छ। सो म चाहिँ अब यहाँ घुमाएको रोटी पकाउँछु। यहाँ चाहिँ तेल तातै छ। यहाँ चाहिँ रेडी भइसकेको छ। यहाँ अब चाहिँ म रोटी पकाउने हो। सो हेर्दै जानुहोस् कस्तो रोटी पकाउँछु म। कति मजाले फुल्दैछ गाइस मैले बनाएको रोटी। देख्नुभयो नि यसरी बनाउँदा तपाईँले पाएको रोटी त फुल्दैन। मैले पाएको रोटी देख्नुभयो नि यसरी फुलाउनु पर्छ रोटी भनेको। कसले पकाएको नि त अनि थाहा छैन नि। म चुलामा बसी कस्तो मजा नि बाबु गाइस। रोटी हेर्नुहोस् फास्टको चाहिँ चुलामा हाल्नुपर्छ अरे है। चुलामा हालेर मात्रै पकाउनुपर्छ भन्छन् तर चुलामा हाल्नुपर्छ अरे फास्टको रोटी। अनि त्यसपछि सुरु रोटी। मेरो चाहिँ रोटी पनि पाक्दैछ अहिले हेर्नुहोस् यस्तो मजाले फुल्दैछ। मैले त फास्टमा सोचेको थिएँ रोटी नै फुल्दैन होला भनेर सोचेँ। त्यो कराईमा बसाउनु बित्तिकै यस्तो राम्ररी रोटी फुल्दैछ नि गाइस। रोटी पकाउन छोडेको अझै यति पकाउँ कि जस्तो लाग्दा हामी यहाँ सानो बहिनी चाहिँ यता हेर्नुहोस् चलाउन बसेको छिन्। यस्तो चलाउन बस्ने म चलाउँछु भने तर के गर्नु आगामा छेउमा डरै लाग्छ। सो हेर्नुहोस् यस्तो राम्रो रोटी पकाउँदैछु। पकाउनुपर्छ जिन्दगीमा जन्मिरहेको छ सबै थोक सिक्नुपर्छ। तर म चाहिँ सबै थोक ट्राई नै गर्छु एउटा न एउटा जे कसो नि। म चाहिँ पकाउनुमा चाहिँ अघि हट्दिनँ, जे पनि सिक्छु नै भन्छु। तर फाइनली मैले चाहिँ रोटी पकाउन सिकेँ। अरू त होइन सबै जान्दछु नि अरू पकाउन भन्दाखेरि चाहिँ म अहिले चाहिँ म रोटी पकाउँदैछु। अहिले चाहिँ सजिलो हुन्छ कि हाम्रो माला अब घरमा छोरीहरू गर्नै भएपछि त आमालाई त अब सजिलै हुँदैन। मम्मीले अब गर्नु पर्दैन। तिहारमा पनि हामीले आफै नै पकाएर दियौँ। यो बार चाहिँ मैले गर्न पाइनँ र मम्मीले पकाउनु भइरहेको छ। सो मै नै पकाउँछु घरको सब्जीहरू सबै थोक। अब घरमा छोरी भएको त छोरी नै होइन भन्दा सजिलो हुन्छ जे जिनिस पनि अब गर्दाखेरि। छोरी भनेपछि सापट हुन्छ जे पनि गरिन्छ। हामीहरू चाहिँ बहिनी र म चाहिँ दुईजना मिली गर्छौँ। सो हाम्रो बुनु यहाँ रोटी ऊ जान्दिनँ नि त सिकाइदिन। आज मामला बस्थ्यो नि त हाम्रो बुनु चाहिँ अनि केही जान्ने थिइनँ। अनि यहाँ घरमा आएर सिक्दै रोटी पकाउँछु भने मलाई नि सिकाइदिएन भन्दैछु। म चाहिँ यहाँ सिकाइदिँदैछु। यता हेर्नुहोस् न रोटी ट्राई गरेँ कि अरे एकपल्ट होइन दुईपल्ट हाल्दैछु म त आस्ता आस्ता के हो रोटी उसले कहिले नि जानी पाएकी छैन। उहाँ अब मामला बस्थेँ माइजूहरूले केही पनि गर्न दिनुहुन्थेन पनि। अनि केही जान्ने थिइनँ घरमा आएर मात्रै सिकियो सबै थोक। अनि केही पनि जान्ने थिइनँ नि त। अनि उहाँ त माइजूहरू हुनुहुन्छ सब माइजूहरूले नै गर्नुहुन्छ मामाहरूले गर्नुहुन्छ। उसलाई केही छुन पनि दिनुहुन्न गर्न नै दिनुहुन्न। त्यही भएर उसले केही सिकेको घरमा आएर माले गाली गर्दै हुन्छ जे जिनिस पनि सिक्नुपर्छ नसिके हुँदैन भने मैले चाहिँ आइज त म सिकाइदिन्छु भनेर सिकाउन बस्ने। तर फास्टको रोटी चाहिँ के बकी भन्नु सिक्छु भनेपछि अनि फेरि पकान त भनेपछि सेकेन्डको चाहिँ अब राम्रै भयो। रोटी ट्राई गर्नुपर्छ कि सबै जिनिस सकिन्छ होइन। अनि मैले चाहिँ रोटी सोटी पकाइसकेर म चाहिँ हाम्रो काकाको छोरीको सानो छोरीको बर्थडे छ। अनि बर्थडेमा बोलाएको चाहिँ बुनुले सो
म चाहिँ बर्थडेमा जान आँटेकी छु। अहिले चाहिँ रेडी हुँदैछु। म चाहिँ रोटी हतार हतार पकाएर अलिकति रुवाएको थिएन मैले, बहिनीलाई छोड्दैन म चाहिँ बर्थडेमा जान्छु भनेर। सो रेडी पनि भइसक्यो अहिले चाहिँ। यहाँ चाहिँ म र बुनु भएर निस्किनु जानको लागि। मेरो पुतली हो यो त। बर्थडे पनि आइपुग्यो, बर्थडे पनि सकिसकेछ गाइस। के भन्नु, केक मात्रै गएको रहेछ होला। केकहरू बहिनीहरू सबैजना यहाँ अहिले हाम्रो काकाको कान्छी छोरीको बर्थडे थियो आज, सानो बुनुको बर्थडे थियो। अनि गएको थिएँ आज त बर्थडे। म ज्यादा पुग्दा त बर्थडे नै सकिसकेन। सबै केटाकेटीहरू रमाइलो गर्दैछन् हो। मैले चाहिँ यहाँ बहिनीलाई टिका लाउन पनि लागिसकेँ। धेरै पढ्नु, गाउँ गति बेसी नडुल्नु, साइकल बेसी नकुदाउनु, राम्री मान्छे हुनु, धेरै जिन्दगीमा प्रगति गर्नु। यही नै छ दिदीको धेरै धेरै बर्थडे बर्थडे भनेपछि त हाम्रो केटाकेटी यति फुर्किन्छन् भने नि होइन। इन्जोय भन्न त यस्तै हो गाइस। नभन्नुहोस् न, केटाकेटीको रमाइलो हेर्नुहोस् न, सबै देख बजाएर नाचै हामी पुतली यस्तो नाच्दैछन्। आज मेरो पुतली यति खुसी भएको चाहिँ नाच्न हेर्नुहोस् न, यति मजाले नाच्दैन केटाकेटीको रमाइलो। मेरी पुतली चाहिँ एकदम आज फुर्ती एकछिन बसेकी छैन, नाच्न भने मात्रै स्पार 1 बजेदेखिपछि नाचेको गर्छ कि गर्दिनँ। अब सबैजना नाच्दैन, रमाइलो त भन्छ है। अब जे भएपछि अब बर्थडेहरू भएपछि त अब रमाइलो, पूजा कार्य भएपछि रमाइलो भन्ने चिज रमाइलो गर्नुपर्छ कि होइन। अनि मेरो बहिनीहरू सबैजनाले नाच्दैछन्। अब चाहिँ पालो आउँछ हामीको नाच्ने हुन्छ। अब अलिअलि हामीहरू त नाच्नु पर्दैन अब होइन। इन्जोय भनेको यस्तै टाइममा इन्जोय गर्न पाइन्छ, अरू टाइममा पाइँदैन। यहाँ चाहिँ हाम्रो बुढी नाचेको हेर्नुहोस्। अब चाहिँ हामीको पाली नाच्ने। अब अलिअलि रमाइलो त गर्नै पऱ्यो भनेर अलिअलि रमाइलो, हल्का रमाइलो गरियो सर। हेरिदिनु होला लास्टसम्म कस्तो लाग्छ, के लाग्छ कमेन्ट, लाइक, कमेन्ट, सेयर गरिदिनु होला। ल हजुरहरूलाई धेरै धेरै धन्यवाद छ।